हेलो साथीहरू, वेलकम माई न्यू ब्लग। तपाईँ सबै आरामै हुनुहुन्छ? गुड मर्निङ साथीहरू, गुड मर्निङ। अनि सबै आरामै छु। म ड्युटीमा छु अनि त्यही भएर एकछिनको लागि रुममा थिएँ अनि त्यही भएर ड्रेसमै छु साथीहरू, म ड्रेसमै छु। अनि के छ साथीहरू, तपाईँहरूको हालखबर? म चाहिँ ठिकै छु होइन। तपाईँ कमेन्ट गर्नु होला तपाईँहरू कस्तो हुनुहुन्छ होइन। अनि म चाहिँ के भन्न आएको छु भने होइन, कमेन्टमा भन्नुभएको थियो अनि हजुर कतादेखि हो भनेर मलाई सोध्नु भएको थियो। अनि त्यही भएर म कमेन्ट रिप्लाई त्यो कमेन्टको म कहाँदेखि भनेर म भन्न आएको छु होइन साथीहरू। म चाहिँ अहिले ओमनमा छु। मेरो घर हेटौडा हो, हेटौडा पदमपोखरी सिम्पानी हो मेरो घर। हेटौडा भन्ने बित्तिकै होइन कतिजनाले सोध्नुहुन्छ हेटौडा कुन ठाउँ हो भनेर होइन। त्यही भएर म चाहिँ हेटौडा पदमपोखरी सिम्पानी हो मेरो घर चाहिँ होइन। म चाहिँ यहाँ ओमनमा छु अहिले। अनि आएको चाहिँ 1 वर्ष बढी भयो, 1 वर्ष बढी भयो साथीहरू। त्यही भएर मैले चाहिँ धेरै भएको छैन यो ब्लग बनाउनु थालेको। अहिले चाहिँ म रुममै छु। यो चाहिँ हेर्नु है साथीहरू, म तपाईँले देखाउँछु। त्यो चाहिँ मेरो बेड, म चाहिँ यहाँ सुत्छु। यो चाहिँ मेरो पुरानो मोबाइल यहाँ छ, यहाँ चाहिँ मेरो ब्लुटुथ इयरफोन। अनि त्यसपछि त्यो अर्को बेड छ नि, त्यो चाहिँ मेरो साथीको हो। हामी दुईजना बस्छौँ यो रुममा, दुईजना बस्छौँ साथीहरू। हाम्रो रुम चाहिँ यस्तो छ, हेर्नु होला। यस्तो छ हाम्रो रुम चाहिँ, हेर्नु होला है साथीहरू। हामी चाहिँ यहाँ दुईजना बस्छौँ र म चाहिँ भ्लग गर्दैछु। चाहिँ गइसक्यो ड्युटीमा अनि मेरो चाहिँ धेरै टाइम छैन, एकछिन मात्रै हो। त्यही भएर म रुममै भ्लग गर्छु भनेर भनिरहेको थियो। अनि मलाई कमेन्टमा सोध्नु भएको थियो कि घर कहाँ हो भनेर। अनि त्यही भएर त्यही घर मेरो हेटौडा हो, हेटौडा पदमपोखरी सिम्पानी। अनि त्यही भएर म त्यही भन्न आएको साथीहरू होइन। तपाईँहरूले पनि मेरो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला साथीहरू। म पनि हजुरहरूले गर्नेछु होइन, सपोर्ट गर्नु होला साथीहरू। त्यही भन्न आएको। मेरो चाहिँ कति धेरै छ, यहाँ पनि छ, यहाँ पनि छ, कति धेरै कोठी छ कि साथीहरू। यो के भन्नु अब, यस्तै छ साथीहरू, के गर्नु होइन। मेरो भिडियो होइन राम्रो नराम्रो जस्तो सुकै भयो भने तपाईँ लाइक सेयर कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला साथीहरू। मलाई सपोर्ट गर्नु होला। म त्यही भन्न चाहन्छु साथीहरू। मैले केही पनि लगाएको छैन अनुहारमा। यहाँ आइब्रो चाहिँ अलिकति बनाएको छु साथीहरू, अलिकति कोरेर सधैँ छैन कि मेरो कोरेर भने त। अनि त्यही भएर अलिकति कोरेर बनाएको छु साथीहरू। म चाहिँ